मैले चाहिँ यो के अरे यो भिडियो बनाएको हैन क्यापकटबाटै अलिकति ट्रेन्डमा चलिरहेको छ नि त ट्रेन्डिङमा त्यही भएर बनाएको तर उनी भएन के भन्छ अरे टेम्प्लेट नै पोस्ट भएन कि त्यही भएर एआईबाट बनाएको भिडियो पोस्ट गर्न मिल्दैन भनिहाल्यो यो क्यापकटबाट बनाएको भिडियो अनि त्यसपछि मेसेज त गरेछु क्यापकटलाई उ चाहिँ पोस्ट चाहिँ हुँदैन रहेछ टेम्प्लेटमा चाहिँ क्यापकटलाई मेसेज त गरेछु तपाईहरुलाई चाहिँ यस्तो भिडियो बनाउनलाई चाहिँ पहिला सुरुमा चाहिँ के चाहिन्छ भने मैले दुईटा प्रम्प्ट चाहिन्छ तपाईहरुलाई चाहिँ मैले दुईटा प्रम्प्ट दिएको छु सबभन्दा फर्स्ट सुरु चाहिँ माथिको प्रम्प्ट सिलेक्ट गर्नुहोस् पहिला सुरुमा चाहिँ अनि फेरि क्यापकटमा आउनुहोस् न्यू प्रोजेक्टमा सिलेक्ट गर्ने अनि त्यसपछि तपाईले आफ्नो एउटा फोटो चुज गर्ने म आफ्नो एउटा फोटो चुज गर्छु एउटा जुन भयो नि राखौँ यो फोटो पख है मैले फोटो चाहिँ अब एकजनाको फोटो डाउनलोड गर्न लागेको छु एकजना अनि तपाईहरुले फोटो डाउनलोड गरेर भ्याइसकेपछि त्यसपछि यो एआई फोटोमा दाब्नुहोस् त्यसपछि ग्यालरीबाट फेरि अर्को फोटो हाल्ने कपी गरेछ नि त्यो प्रम्प्ट हो त्यो ल्याएर पेस्ट हान्दिनु त्यसपछि उहरु सिलेक्ट गर्नुहोस् अब केबाट बनाउन चाहने हो तपाईले चाहिँ नेनो बनानाबाट बनाउनुहोस् किनभने नेनो बनाना प्रोबाट चाहिँ के रे राम्रो बनाइदिन्छ कि इमेज अनि मैले चाहिँ त्यो सिलेक्ट गरेको तर मेरो क्रेडिट मागे के अनि क्रेडिट मागे भएर मैले चाहिँ 5-6 वटा एआई फिचर हुन्छ मैले चाहिँ त्यो नेनो बनानासँग या अरूसँग सबैसँग गरे तर सबैले क्रेडिट मागे अनि त्यसपछि लास्टमा चाहिँ मैले सबभन्दा फर्स्टको चाहिँ त्यही दाबेर गरे यसले भन्दा चाहिँ नेनो बनाना चाहिँ राम्रो इमेज गर्छ तपाईले चाहिँ नेनो बनाना सिलेक्ट गर्नुहोस् चाहिँ यसले गरे प्रोसेसिङ हुँदैछ 90% भयो अहिले चाहिँ टाइम चाहिँ निकै लाग्छ है तपाईहरु चाहिँ कुरिराख्नु सिम्पली भयो मासले हेर मैले भनेको तपाईहरुले नेनो बनाना सिलेक्ट गर्नुहोस् तपाईहरुले चाहिँ त्यसले चाहिँ राम्रो बनाउँछ किनभने यसले चाहिँ त्यहाँ फोटो पनि पुरै फोटो टाक्ने जस्तो बनाइदिन्छ कि अनि मेरो सर्ट पनि लाग्छ त्यसले नै फेरि फोटो जनरेट भइहाल्यो अब भिडियोको लागि चाहिँ अर्को प्रम्प्ट युज गर्छु हामीले पहिला यो एआई भिडियो भन्नेमा दाब्नु त्यसपछि व्हाट्सएपमा हामी प्रम्प्ट लिन जान्छौँ अघि हामीले माथिको सिलेक्ट गर्यो त्यसपछि हामी अहिले अब चाहिँ हामी चाहिँ तलको सिलेक्ट गर्छौँ तलको कपी गर्छौँ हामी त्यहाँनिर एकचोटि यसो दाबी राख्नु त्यसपछि माथि कपीमा कपी गर्नु कपी भयो अनि यो फेरि क्यापकटमा आउनुहोस् क्यापकटमा आएर त्यहाँनिर यहाँनिर यो तल यहाँनिर पेस्ट हालिदिनु दाबेर राखेर पेस्ट हालिदिनु अनि त्यसपछि मोडल साइड गर्नु मोडल चुज गर्नु तपाईँले चाहिँ तपाईँहरूले चाहिँ जुन चुज गर्दा नि हुन्छ म चाहिँ 16 होइन तपाईँले रनवे सिलेक्ट गर्नुहोस् तल्लो छ सब तल्लो रनवे चाहिँ बन्नु त सबैबाट भिडियो बन्छ तपाईँहरूले चाहिँ जुन सिलेक्ट गर्दा नि हुन्छ सेकेन्डमा चाहिँ 12 सेकेन्डसम्म बनाउनु छ 12 सिलेक्ट गर्नुहोस् त्यसपछि जनरेट गरिदिनुहोस् धेरै नै टाइम लाग्छ तपाईहरु चाहिँ गरेर बस्नु फाइनली भिडियो बनिसक्यो अब कस्तो बन्यो तपाईहरुले नि हेर्नुलाई एकचोटि देख्नु भयो नि त्यही भिडियो बनाउन सक्नुहुन्छ तपाईहरु पनि ओके बाइ लेट्स गो अब यो भिडियोमा फोटो बनाउनदेखिबाट भिडियो बनाउनसम्म सबै सिकाएको छु यो प्रम्प्टहरु चाहिँ मैले तल भिडियोको डिस्क्रिप्सनमा राख्दैछु त्यहाँबाट तपाईहरुले डाउनलोड गर्न सक्नुहुन्छ र भिडियो बनाउन सक्नुहुन्छ तपाईहरुले पनि र यो भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला अब यस्तै म कन्टेन्टहरु लिएर आउँछु एआई को बारेमा अरे है डिस्क्रिप्सनमा म प्रम्प्ट राख्दिन्छु भने थिएँ प्रम्प्ट चाहिँ डिस्क्रिप्सनमा हैन डिस्क्रिप्सनको त्यो म त्यहाँ डिस्क्रिप्सनमा लिंक राख्दिन्छु व्हाट्सएपको त्यहाँबाट तपाईहरुले डाउनलोड गर्न सक्नुहुन्छ व्हाट्सएप च्यानल जोइन गरेर अनि त्यहाँबाट तपाईहरुले चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ यति भन्दै म चाहिँ भिडियोबाट निक्ले है अब चाहिँ अर्को नेक्स्ट भिडियोमा भेटौँला बाइ बाइ